साथीहरू, सलिनाले गर्दा कान्छी र सागरको सम्बन्धमा निकै समस्या आएको छ। अब भने कान्छीले सागरलाई सलिनाकै कारणले गर्दा छोड्ने देखिएको छ। साथीहरू, कुनै पनि नारी सबै कुरा सहन सक्छ, तर सौता कदापि सहन सक्दैन। साथीहरू, अब चाहिँ सागर र कान्छीको सम्बन्ध टुट्नु हुँदैन भन्ने चाहनुहुन्छ भने च्यानललाई सब्सक्राइब गरिदिनु होला र कमेन्टमा कान्छी लेखिदिनु होला, साथसाथै भिडियोलाई अन्तिमसम्म हेरिदिनु होला। साथीहरू, गत एपिसोडमा हामीले सागर र सलिना हात समाएको दृश्य कान्छीले देखेका हुन्छन्। यसले गर्दाखेरि हामी निकै दुखी छौँ। अब सागर र कान्छीको जिन्दगीमा निकै मनमुटाव र दरार आउने देखिएको छ। के सागर र कान्छी अब छुट्ने हो त भन्ने विषयको बारेमा हामीले अब अर्को भिडियोमा पनि छलफल गरि नै छौँ। गत एपिसोडमा हामीले हेऱ्यौँ ठुल दाइ बाटोमा पहिले मन पराएको केटीलाई भेट्छन् र लामो गफगाफपछि उनीहरू राति बस्नको लागि होटलमा जान्छ। होटलमा बस्दाखेरि ठुल दाइको महिलाप्रति गरिएको व्यवहार देख्दा त्यो केटी एकदमै प्रभावित पर्छन्। मलाई लाग्छ अब साँच्चै ठुल दाइ र त्यो केटीको विवाह हुन्छ। यो कुरा पनि हामी अब अर्को भिडियोमा छलफल गरि नै छौँ। साथीहरू, उता कान्छीको दाइको विवाह नजिकै जाँदा आमाले कान्छीलाई घर बोलाउँछिन् र कान्छीले यो कुरा साहुलाई जानकारी दिन्छ। साहुजीले पनि घरको विवाह भएकाले कान्छीलाई जानका लागि अनुमति दिन्छ र कान्छी नानीलाई लिएर बजार जान्छन्। साथीहरू, उता अफिसमा सलिना र सागरलाई निकै साथीहरू, उता अफिसमा सागर र सलिनाको निकै बहस चलिरहेको देखिन्छ। सलिना सागरलाई आफ्नो बनाउनका लागि जे पनि गर्ने बरु कान्छीलाई घरमा र मलाई बाहिर पनि राख्दा हुने बताउँदा सागर यो कुरा नमान्दा सलिनाले झापट हान्छ। तर पनि सलिनाको अन्धो मायाले एकहोरो सागरलाई पाउनका लागि मरिहत्ते गरिएका हुन्छन्। साथीहरू, यतिकैमा सागर अफिसदेखि बाहिर जान्छ, तर पनि सलिना उसको पछि पछि आउँछ र बाहिर आएर जबरजस्ती सागरको हात समाउँछ र त्यही बेला कान्छी बजार गएको बेला ठ्याक्कै हेर्छ र त्यो सलिनाले यो कार्य गर्दै गर्दा तपाईँहरूलाई सलिनाको यो कार्यलाई कस्तो लिनुहुन्छ? माया एकहोरो र अन्धो तरिकाले गर्दा के राम्रो हो त? यो कुराहरू पनि कमेन्टमा लेखिदिनु होला।